Hello, check 41 folks. What's up? What's going on? After a long time, welcome to the new episode of Panky Vlog. After 2 years, I think so. 2 वर्षपछि होला यार. Oh my god. अहिले पनि मलाई के भएर मुड आयो थाहा छैन भ्लग गर्ने. तर anyway, के हुँदैछ? यो FIFA 2026 वर्ल्ड कप कस्तो हुँदैछ र तपाईहरुको टिमले जितिरहेको छ कि हारिरहेको छ? ल, कसको आगमन भयो यहाँनेरि? ओ माय गॉड, उसको हट वाट अ ब्याग यही छ. ब्लड टेस्ट गरेर आयो मेरो बुढी हैन? हो र? ब्लड टेस्ट भयो? ओके, द्याट्स गुड. अब मैले ब्लग स्टार्ट गरेँ क्या. सरप्राइजिङ हैन त? गर्न हैन, बिजी छ लाइफ. के ब्लग गर्नु? लाजै लाग्छ ब्लग गर्न पनि. एनिवे, मेरो टिमले चाहिँ बेटिङ गरेको टिमले चाहिँ जहिले पनि हारेर वाक्क दिक्क फ्याक्क भइसक्यो. अलमोस्ट मोर देन $1000 त बेटिङमै गइसक्यो मेरो. यस्तो जिन्दगानी. त्यो $1000 फेरि आउँछ भन्ने आशमा फेरि पनि बेटिङ गर्दै गर्छु म. हैन गर्नु हुँदैन है, प्लिज नगर्नु होला. म पनि गर्दिनँ. अब गरे पनि $5-10, द्याट्स इट. एनिवे, ल अब हाम्रो यात्रा चाहिँ कहाँ हो थाहा छैन. मैले यो जोतमा क्या त्यो भ्लग पनि गर्नै मन. अब यो यतिकै हावा भ्लग है त. ल सी फोक्स लागिँदैछ तिम्रो. मैले चाहिँ अहिले मेरो बुढीको गाडी ड्राइभ गरिरहेको छु. एन्ड ड्राइभिङ अ कार. अनि म साइडमा बस्दाखेरि चाहिँ सी नेभर वान्ट्स टु ड्राइभ अ कार के. थाहा छैन किन हो. किन होइन म एक्सपिरियन्स मान्छे, तपाईँ जस्तो अनएक्सपिरियन्ससँग कुदाउनु मन लाग्दैन. She never drives when I'm sitting next to her. मैले पनि ड्राइभ गर्नुपर्छ. अब एकछिन चार्जमा लानु पऱ्यो. यो चाहिँ बाहिरतिर गएर फार्ममा चार्ज गर्नु पऱ्यो. त्यहाँ सामान पनि लिनुपर्ने छ. तर यही सिलसिलामा सामान लिनुपर्ने छ भन्दाखेरि एउटा भाइलाई फोन हान्नु पऱ्यो. भोलि अर्जेन्टिनाको म्याच छ, के भन्छ त्यति भाइले. यहाँनिर कारप्ले कनेक्टेड भएको छैन क्या. यो के हो तिम्रो गाडी पनि यार. एकचोटि मेरोबाट गरौँ के भन्छ. त्यसपछि अनि हजुर दाइ. अनि के छ त भोलिको प्रोग्राम? भोलि त अब त्यही त हो नि हाम्रो. कसको म्याच? अर्जेन्टिना भरामरै हो भन्छ. अल्जेरिया? अल्जेरिया. ए ल ठिक छ. अब म लाग्दैछु बाहिरतिर. दिदीको ब्लड टेस्ट पनि सक्यो. ल्याउनु पर्ने के हो, कुन फ्लेभर अरे हामीले? मिन्ट हो दाइ. मिन्ट कि पान पायो भने दामी. ए हो. अनि भोलि भने मिन्ट कि पान के को लागि हो त यो? यो त हुक्काको लागि हाम्रो. हुक्का से नो टु. दिदी एक्साइटेड हुनुहुन्छ कि हुनुहुन्न सोध्नु त? दिदी अहिले पुरै उसमा छ. I'm very excited, भाइ. भने अल्जेरियाले गोल हान्दाखेरि अर्जेन्टिनाले हान्यो भनेर दिदी फेरि पुरै सेलिब्रेसनमा उफ्रिन पेर्छ होइन? म त अर्को औषधि लिएर आउनु पर्छ होला. सबै हालौँ कि जस्तो लागिरहेको. ल ठिक छ. भोलिको लागि हाम्रो प्रिपेरेसन हुन्छ. ल भाइ. ल हाम्रो अब भोलि हुन्छ है त. ल भाइ हुन्छ त. काममा रहेछ दाइ मेरो म्यानेजर गर्दै थियो. ल काट्दिउँ हामीले. ल सी यु फोक्स. चेक 421. अब एक्चुअली घरमा फोन लाउँदै आज. हेलो. ए दर्शन ड्याडी. ए के हो धमाधम हजुर आज? ए हजुर. पण्डितजी 9 बजे स्टार्ट गर्नुहुन्छ. ए 9 साढे 9 बजे आउनुहुन्छ? ए दर्शन दर्शन लाने के पुरै बिजी? अलिअलि. ए भनेपछि टोलीहरू पनि टन्नै हुने होला आज. कति 18-20 जना हुन्छ होला हो. ए तर आमाको हिजो भन्छ त हजुरले. तर
के अरे त्यही त कस्तो जुरेको त अनि आमाको सराद पनि ठ्याक्कै यो के पो भन्छ मलमास सबै, पछि सबै। अनि फेरि त्यही डेट भन्छेको होइन त आमा खसेको हो 1 गते मलबास सिद्धिएको अनि 2 गते आमा स्वर्गीय भइसकेको ठ्याक्कै त्यही दिन पर्यो क्या मलाई बास होइन पुरुषोत्तम 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 र मलबास एउटै त हो नि एउटै हो तर पुरुषोत्तम भन्नु रे हो र? अस्ति गुरुले एउटै पुरुषोत्तमको पूजा लाउनु के कथा अस्ति कथा छ एउटा काइन्ड अफ त्यस्तै पुरुषोत्तम सडा होला। त्यही के रहेछ भनेर फोन गरेको नि ल, हुन्छ हस् ल ल नानी ल बाई बाई अब फोक्स घरमा पनि मेरो अब म्युजिकले हान्छ तर बालै भएन मेरो अब कुन सा यो खतरा युट्युबर हो र मेरो के अरे कपिराइट हाने पनि न पैसा आउने न केही आउने अनि आमाको आई मिन लाइक ग्रान्ड मम ड्याडको ममको सराद ठ्याक्कै मलमासपछि 2 गते होला आज काइन्ड अफ घरमा सबजना व्यस्त त्यही भएर यसो फोन गरेको के रहेछ भनेर अब फिजिकली उपस्थिति नभए तापनि अनि फेरि मेरो एकदम प्यारो नाति म ग्रान्ड ममको दोज डेज ओ माई गड पैसा यति झर्थ्यो सानोमा तर बाटो पनि यो ठक्क नेपालतिर वाइन्डी रोडमा ड्राइभ गरे जस्तै छैन त यो म राइट जाँदा तिमी राइटै आउँछौ म लेफ्ट जाँदा लेफ्ट आउँछौ नानी किन त्यस्तो गरेको कुदाउने मान्छेले अलिक एक्सपिरियन्स भएन भने त्यस्तो हुन्छ बिस्तारै। घुमाउँछु गर्नु केयरलेस गर्नु हुँदैन ल फोक्स सी यु इन अ व्हाइल ल फार्म पनि आइपुग्यो फोक्स है ट्युसडे पनि के साह्रो हो अनि अब गाडी चार्ज गर्नुपर्छ अन्दानु सबै चिज मैले गरिदिनुपर्छ यार गाडी चार्जहरूदेखि लिएर के भनेर अलरेडी त्यहाँ छ त एसिस्टेन्ट भएपछि के काम हो म त पहिलेदेखि त्यो त बिहा गरेर चाहिँ बुढीको एसिस्टेन्ट एभ्री सिङ्गल हस्बेन्ड आर एसिस्टेन्ट अफ देयर वाइफ के त्यो त नेचुरल हो द्याट वाज भेरी नेचुरल फ्रम वाट युग भन्छ नि त्यसलाई इज इट ओन्ली इन वर्ड्स अर रियालिटी अफकोर्स इन रियालिटी एज वेल त्यही भएर त चार्ज गर्न ल्याइरहेछ त कहिले बालिनामा काममा जाँदा बालिनामा चार्ज गर्नु ब्रेकमा आयो चार्ज गरिदिनुपर्छ कहिले यता गएर तिम्रो फोन आयो मेबी डक्टरको हो भने उठाइहाल्नु न होइन भने छोड्यो So that's from Sydney, scammers. bloody scammers, fucking scammers. Anyway, अब यहाँनिर टक्कसँगले यहाँ छ पछाडि फेरि अब गएर यसो यो पहिला चार्ज गऱ्यो त्यसपछि अनि कफी खान जानुपर्छ होला होइन त नानु Yes. ल बाई Done. अनि अब यहाँ चार्जिङ प्रोग्राम सुरु हुँदैछ अब उसले नै लाउँछ त्यहाँनिर तर मैले के भन्न खोजेको भने नि खासमा इट्स विन्टर होइन तर अहिलेसम्मको वार्म विन्टर हो कि जस्तो लागिरहेछ यार जुनको मिड जुनमा हामी आइसक्यौँ होइन अलमोस्ट अब जुन पनि सकिन लाग्यो तर यो चिसो भन्ने चिज कुनै एङ्गलले कतैबाट कहीँबाट पनि छैन भने के भन्ने यार पागल मात्र हुन लागिन्छ ल छिटो गर न नानी चार्जर प्लिज कफी खानुपर्छ गर बिहानै आएन फोक्स त्यस्तै हो जाडो छैन के भन्ने वर्ल्ड कपको के हुँदैछ यसो कमेन्ट हान्नु उसको के फेभरेट टिम हो मलाई यसो बुझ्न मन छ र हाम्रो यो इन्ट्री चाहिँ यताबाट हुन्छ है त फोक्स हामी यहाँ हिँड्दैछौँ के छ त अब तिमीलाई केही भन्नु 2 शब्द यसो टुच्च देऊ नि अँ 2 शब्द नदिए 4 शब्दै दिने त्यस फ्लावर्सहरू सनफ्लावर तिम्रो कहिले हो बर्थडे नानु म डिमेन्सिया भएको छ यादै हुँदैन त्यो फ्लावर्सहरू उसको बर्थडे चाहिँ नोभेम्बरमा हो 16th of November होइन त ल यो सबै फ्लावर तिम्रो लागि है त पप्पी लुक एट द्याट हाम्रो पप्पी कहिले आउँछ खालि हेरेको हेरे मात्रै भइरहेछ एनिवे हामी चाहिँ भित्र छौँ फोक्स अब यहाँनिर यसो कफी लिएर चार्जलाई पर्खिनु पऱ्यो जस्तो अन्य रिजन हामी यहाँ छिरेको जहिले छिर्दा कहिले पनि वाक्क चाहिँ हुँदैन वाक्क हुन्छ भन्न खोजेको होला तर हुँदैन है नर्मल त्यो सोया मिल्कहरू जस्तै यस्तो त होइन फोक्स ट्राई गर न म चाहिँ त्यही हो मेरो जहिले पनि एकदम स्ट्यान्डर्ड
latte extra. Usually skim milk. Yeah, skim milk हुँदैन. So I'll go with the full cream. And then need to wait for the coffee. Pramika चाहिँ गयो toilet. Folks, coffee पनि आयो है त. बस हामी चाहिँ कफी खाने थाले. Too nice. बल्ल आयो यार. तिमीलाई पर्खिँदाखेरि हामी कफी खानु भने मेरो कफी एक्स्ट्रा हट कफी पनि सेलाएर पुरै उ भइसक्यो के भनेर अब. एनिवे अब वेट गर्नै पर्छ नानु. त्यो 100% चार्ज भइसकेपछि मात्र विल गो. ठिक छ हैन. अब कुनै स्टोरिज स्न्याप्स के हान्नै पर्यो. अहिलेको संसार पनि के भयो यार है. अहिलेको टेक्नोलोजीले कहाँ हामीमा त पनि बुढोको पनि बुढोहरू धरि अब पुरै अब विच इज गुड. द्याट्स अलराइट. नेभर माइन्ड. अलराइट फोक्स, अब हामी चाहिँ वी जस्ट केम आउटसाइड. अब यसो विन्टर होइन त्यस्तो चिसो नभए तापनि यसो भाइटामिन डी लिम भनेर नि घाममा बसिरहेको छ यहाँनिर एज यु क्यान सी होइन. कफी खाँदै भ्लग चाहिँ मलाई किन गर्नु मन लाग्दैन भने बोल्ने कुरा केही हुँदैन क्या. कन्टेन्ट भन्छ मान्छेले के भन्छ होइन. तर खै के बोल्दै जस्तो हुन्छ. बोल्दा नेचुरल अलिकति हुन्छ. अब कि त मान्छे टन्नै हुनु पऱ्यो. साथीभाइहरू यता उता यहाँ त्यहाँ अब त्यो आफ्नो नेपालमा जस्तो कि नत्र यहाँ त अब ट्राभल भएको ठाउँहरूको पनि यसो यो यस्तो भन्दा पनि अल्छी लाग्छ. तर एनिवे जस्तो मेमोरी. अब पछि बुढेसकालमा यसो आफ्नो रिटायर्ड भइसकेपछि युट्युब हेर्दै टक्क आफूलाई हेर्दै बस्यो रमाइलो यसो होइन. हल्का के हो नानु. ल फोक्स अब गाडी चार्ज हुन अझै टाइम छ. अनि त्यति जेलसम्म चाहिँ फोटोहरू खिच्ने अरे. फोटो सेसन म त तिमीले जस्तै 5वटा खिच्यो भने आई विल बी सेटिस्फाइड क्या. तर तिम्रो 50वटा भने 5वटामा एउटा चाहिँ मलाई भयो यति भयो. माई लाड हेल्प मी प्लिज. ल फोटो सुट गर्ने रे. लोकेसन चाहिँ यो अरे. यहाँनिर गाली गरेर कराए पनि हुन्थ्यो नि. यहाँको पाउँदैन फोटो खिच्न भाग भन्दै पनि सही हुन्थ्यो यहाँको मान्छेले. हे भगवान्. चेक 41 फोक्स. हामी चाहिँ यहीँ हो. अनि बिन मिलियन टाइम्स होइन यो प्लेसमा कति आयो. अब द ओन्ली रिजन वी केम टुडे इज टु चार्ज द इलेक्ट्रिक कार. अनि निड टु बाई फ्यु थिङ्स इन पाएर नजबल डे अफ पनि 2जनाको. अनि के भन्न लागेको थियो मैले. ओके म एउटा कुरा भन्छु. यो फोनको मेरो फोन त्यो ऊ क्या म त त्यो अस्ति सबै फुटेको थियो नि पछाडि चर्केको गरेको. सो के भएको थियो भन्दा खै लौ त तिम्रो फोन म एकचोटि एक्सप्लेन गर्नु पऱ्यो. मेरो फोन मैले फेरि फोन देखाउन खोजेको त होइन. मेरो आई मिन लाइक ब्रान्ड न्यू 17 Pro Max भन्न खोजेको त होइन. तर फोन किन्ने बित्तिकै मेरो यस्तो हुन्छ नि. यो हो यो एउटा यस्तो गएको थियो क्या. यो मेरो फोन होइन है. फेरि यो फिमेल लाइफको यस्तो फुटेको यो चर्क्यो अस्ति झरेर. एन्ड देन यो फ्रन्टको सबै यो त प्रोटेक्टर लागेको थियो. मलाई थाहा थियो यो चाहिँ प्रोटेक्टर चेन्ज गर्न मिल्छ भनेर. यो के हो राधाकृष्ण हो नानु. ए हरे कृष्ण हरे जय राधे. अनि त्यसपछि यो चर्केको थियो एउटा क्यामेराको. यो मैले यो मेरो थम फिङ्गरले उ गरेको. अनि मैले चाहिँ सिट फार आउट. यो यस्तो नयाँ फोन. अब प्रोटेक्टर पनि थिएन. बर्बाद हुने भयो. फेरि कति चुना लाग्ने भयो अब भन्ने भएको थियो मलाई. किनभने इट कस्ट अ लट. अनि हिजो गएर त्यहाँनिर एउटा फोन रिपेयरिङ सपमा यसो गएको भरे होइन तेरो त अलरेडी प्रोटेक्टर छ अरे. आई डिन्ट रियलाइज लाइक मैले जुन बेला फोन लिएको थिएँ तिनीहरूले प्रोटेक्टर हालिदिएको रहेछ क्या यो पछाडि पनि. सो थ्याङ्क गड. थ्याङ्क यू लर्ड. थ्याङ्क यू युनिभर्स. चुना लागेन. अनि फेरि एउटा प्रोटेक्टर चेन्ज गरेर फेरि अर्को हालेँ. फ्रन्ट स्क्रिन पनि हालेँ. अनि द्याट्स हाउ इट वर्क. किनभने मलाई चाहिँ होइन त्यो फोन क्र्याक भएर युज गरेको चाहिँ खासै त्यो ब्याड लक जस्तो लाग्छ क्या. आफ्नै आँखा अगाडि क्र्याक भएको फोन देखिराखेर स्क्रिन अनि पछाडि हरेक चिजहरू देख्दाखेरि चाहिँ आफूलाई एकदमै कम्प्लिटली ब्याड लग्यो कि जस्तो फिल हुन्छ. त्यही भएर म चाहिँ अब यो चुना लाग्यो मोर देन $1000
होइन अब ओरिजिनल हाल्दाखेरि भनेर चुप्पो लागेर बसिरहेको थिएँ के गर्ने अब B365ले पनि लगेकै छ वर्ल्ड कपमा आफ्नो टिमले पनि हारेको गर्छ के छ नानु बोल्दैन त यार तिमी के भएको यस्तो यहाँ हुनुहुन्छ हाम्रो दुईटा महारानीहरू थाहा छैन जेन्डर चाहिँ अब न्युरेर हेर्न पनि मिल्छ है मिल्दैन कुन जेन्डर हो भनेर साइबिस बिन चिकन यस्तो चिल पाराले कस्तो क्युट के खेलेको एउटा खुट्टा माथि लगेको के होला है रिजन रेस्टिङ देयर लेग कि फिटलाई थाहा भएन रेस्टिङ एउटा खुट्टा चाहिँ माथि लगेर के गर्न खोजेको थाहा छैन एनिवे फोक्स है अब एकछिन 100% नहुन्छ 67% भएछ 100% नहुन्जेलसम्म यहीँ एकछिन एक्सप्लोर गर्नु पऱ्यो अब फोक्स यहाँनिर भिडियो भन्दा पनि फोटो होइन त्यो पछाडिको दुईवटा जोडी त्यहाँ छ यो अगाडिको जोडी यहाँ छ होइन पछाडिको जोडी चाहिँ टक्कसँगले के गरेको थाहा छैन एउटा खुट्टा रेस्ट गर्दै मस्तसँगले घाम ताप्दै बसे जस्तो लाग्यो अब यो जोडी पनि मजाले भिटामिन डी लिँदै साह्रै माया गर्छौ नानी तिमीले मलाई उनीहरू अर्को उति स्टक भयो त्यहाँ स्टक भयो ए सुसु दियो नि त त्यहाँनिर मजाले अब यो जोडी चाहिँ अनि साह्रै माया गर्छ नानी तिमीले मलाई है कति माया गर्छु कति हो त्यो आई कान्ट एक्सप्लेन इट्स इन्फिनिटी ल फोक्स यो फोक्स अब यहाँ चाहिँ मैले के देखेँ भन्दाखेरि चिकन देखेँ त साइज त खतरा छ त यार यो के हो यो उनै हो जस्तो होइन ह्यान्ड त होइन नि फिमेल जस्तो छ होइन टर्कीले त अस्ति हारिहाल्यो नि सो यहाँबाट देख्दा हुन्छ बुस टर्कीहरू चाहिँ त्यहाँ छ के हो यता होइन आएछ एट्याक गर्न बुस टर्कीहरू के छ यता खै हेरौँ यहाँनिर यहाँ छ सो फोक्स यो चाहिँ अब बाइरन बे यो द फार्म भन्ने इज प्रिटी फेमस है भेरी टुरिस्टिक बिकज बाइरन भनेको चाहिँ वान अफ द मोस्ट भिजिटिङ प्लेस इन अस्ट्रेलिया बाइरन बे अनि त्यही भएर यो समरमा चाहिँ अब यो क्रेजी हुन्छ विन्टरमा विकडेजमा पनि बिजी नै हुन्छ तर समर विल बी सो क्रेजी अनि लङ विकेन्ड होलिडे विकेन्डमा यताउता सो वान अफ द फेभरेट स्पट फर द टुरिस्ट है भेरी टुरिस्टिक नट ओन्ली डोमेस्टिक lots of international tourists they do visit Byron Bay every year every month है folks अहिले चाहिँ त्यो मिडल इस्टको वारले गर्दाखेरि टिकट्स आर भेरी एक्सपेन्सिभ अनि स्टिल लाइक मेनी टुरिस्ट बट नट द्याट मेनी क्रेजी वेमा त छैन तर स्टिल मेनी अलट यो हाम्रो यो सोल्टीले चाहिँ को खै अनि त्यो पानी मात्र दिने रहेछ अनि जिउ नफुलेर के होस् त अनि सबै बोसो होला यो त्यही त बिचरा आई थिङ्क दिस थर्स्टी तर पेट हेर न आमामा फुलेको तिम्रो जत्रै भएको छ पेट पनि यो ट्रीमा कसले के लेखेछ त हेरौँ है स्मिथ डेजी बिचरा हेर ट्रीलाई यस्तो कोरेर यस्तो गर्नु भएन नि टेलिटो माथाई अरे यस्तो गर्नु भएन क्या रुखहरूमा कोर्ने होइन नि यस्तो चिजहरू इट्स नट अ गुड आइडिया टु डु दोज थिङ्स हो र ए लास्टमा कोर्ने त उयो पो रहेछ त लास्टमा कोर्ने उयो रहेछ यहाँनिर लास्टमा कोर्ने उयो रहेछ आफ्नै बुढी रहेछ के भन्ने यार नानी डोन्ट डु द्याट है नेक्स्ट टाइम प्लिज वाइ यस्तो गर्नु न दिस ल ल ठिक छ धेरै स्टाइल नपारेन ल फोक्स अब चार्ज पनि 95% भयो सो म चाहिँ अब स्टप गरिदिन्छु द्याट्स इट फर नाउ उसको पनि पिरियड पेन भइरहेको छ नट फिलिङ वेल एज वेल अनि त्यही भएर ल त्यही हो यताउता फेरि बुढीको पिरियड पेन हुँदाखेरि धेरै बाटो पनि हुनुहुँदैन फेरि बर्बाद हुन्छ ल फोक्स अब
अब चाहिँ हुक्काको फ्लेभर लिनुपर्छ बिज त यो सेल आउट छैन नि यहाँनिर यो आउटलेट यो यिनीहरूले सप हटाउनु लागेको रहेछ यो सेल आउटलेट छ नि यो सब यिनीहरूको जानु लाग्यो हेरे हुन्छ के लिने हो मेरो तर्फबाट सबै होइन राइट साइडमा छ नि के हुन्छ तिमीलाई है त जे लिनु मन छ लिनु मेरो तर्फबाट प्रेजेन्ट तिमीलाई हो नि ल अब गिफ्ट दिँदा पनि दिएन भन्छ अनि ल आफूलाई के मनपर्छ जे लिनु मन छ लियो हुन्छ क्या मजाले क्या अब न अब मैले हेरेको चिज यहाँ छैन नि त बाबु हुक्काको फ्लेभर लिन्छु म होइन अब यस्तै हो जिन्दगानी कहिले कहाँ हो गुना हेर्दैन नि छोड्यो क्या तिमीले ए भगवान् कहाँबाट टस्स आयो त यार तिमीले छोड्यो जस्तो लाग्यो मलाई होइन ओके एनिवे अब फ्लेभर लिनु पर्यो ल फोक्स अब मैले चाहिँ यो ओरेन्ज एउटै मात्र बाँकी रहेछ फ्लेभर पनि लिएँ होइन अनि त्यसपछि हामी चाहिँ लिएर अब घरतिर लाग्छौँ सी इज नट फिलिङ द्याट वेल होइन खानु पऱ्यो भोक लाग्यो माई गड फेरि भोक लाग्यो भने फेरि म पनि फिलिङ वेल हुँदैन म पनि क्र्याङ्की अनि बुढी पनि क्र्याङ्की भन्दा फेरि झगडा परेको पऱ्यो यस घर पुग्जेलसम्म त्यही भएर खानुपर्छ है त फोक्स अलराइट फोक्स वी आर इन टप सप होइन अब यसो केही खानु पऱ्यो भनेर हेल्दी भेजिटेरियन डे त्यही भएको भएर मोस्टली लाइक विकली 4 times चाहिँ हामी भेजिटेरियनै हो इट्स नट रिलिजियस जस्ट ट्राइङ टु बी भेजिटेरियन म चाहिँ है त फोक्स आज भेजिटेरियन डे ट्युजडे सो भेजिटेरियन फुड खानु पऱ्यो एकछिन बस्नु पऱ्यो ल फोक्स अब फाइनली फुड पनि आयो अनि एभो टोस्ट होइन विथ हलोमी भेजिटेरियन डे यहाँनिर टपसपमा बसेर यो पनि क्लोज हुन लागिसक्यो ओ भोक लागेको भने कि अब अस्ति 2-3 दिन अनहेल्दी खाएको होइन त्यो बडीले क्रेभिङ गर्दो रहेछ क्या अनहेल्दी खाइसकेपछि पहिला हेल्दी खाइरहँदाखेरि चाहिँ 2-3 दिन मात्रै अनहेल्दी खाएको बडीले त्यो भोक लागे जस्तो भइराख्ने अनहेल्दी खाम टाइपको भइराख्ने हुँदो रहेछ आई थिङ्क द्याट इज नेचुरल यहाँ मस्तले बसेर अब एज यु क्यान सी होइन हामी चाहिँ अब कहाँनिर छ भन्दाखेरि बारनबेको मेसेन्जर स्ट्रिट र कर्नर अफ मेसेन्जर र कार्लाइल स्ट्रिटको कर्नरमा छ है त अब यहाँनिर फोक्सहरू पनि सबै इन्जोय गर्दैछ ओकेहरू होइन हाम्रो स्पेस गर्दा सी फोक्स है त अब अलराइट फोक्स एज यु क्यान सी है त बाहिर हान्छु म मैले यो धेरै खाएको छ यहाँनिर तर लभ दिस पार्ट ल फोक्स अब द्याट्स इट सी यु इन नेक्स्ट एपिसोड है त बाई